हाउ टु सेल पाइकोइन। यदि तपाईँलाई पाइकोइन कसरी सेल गर्ने भनेर थाहा छैन भने चाहिँ म तपाईँहरूलाई यो भिडियोमा गाइड गर्नेछु र फुल्ली भन्नेछु कि कसरी तपाईँहरूले पाइकोइन सेल गर्न सक्नुहुन्छ। सो भिडियो एन्डसम्म हेरिदिनु होला। यो पाइ नेटवर्क बेच्नको लागि चाहिँ तपाईँहरूले get.io, बिटगेट र यो ओकेक्स जस्तो क्रिप्टो एक्सचेन्ज चाहिँ युज गर्न सक्नुहुन्छ। र यो ओकेक्स एक्सचेन्ज चाहिँ राम्रो एक्सचेन्ज हो, तर यो चाहिँ नेपालमा अहिले सर्भिस प्रोभाइड गर्दैन रहेछ है। ओकेक्सले चाहिँ नेपालीहरूलाई चाहिँ कारोबार गर्नको लागि वञ्चित गरेको छ र कारोबार गर्नै नमिल्ने बनाएको थियो। मैले युज गर्न खोजेको थिएँ ओकेक्स। सो ओकेक्स चाहिँ हामीले त्यसमा कारोबार गर्न सक्ने भएनौँ। अब अर्को अप्सन रहेको छ हामीसँग बिटगेट। हामीले चाहिँ हाम्रो पाइ नेटवर्कलाई बिटगेटमा सेल गर्न सक्छौँ। र यो बिटगेट एप चाहिँ तपाईँले इजिली आफ्नो मोबाइलमा इन्स्टल गर्न सक्नुहुन्छ प्ले स्टोरबाट। र तपाईँले बिटगेट एप इन्स्टल गरेर रजिस्टर गरेपछि यसरी बिटगेट देख्न सक्नुहुन्छ र तपाईँलाई भेरिफिकेसनको स्टेप आउन सक्छ है। सो तपाईँले पहिला भेरिफाई आइडेन्टिटी गर्नुपर्छ र त्यसको लागि तपाईँहरूले नागरिकता युज गर्न सक्नुहुन्छ है। सो नागरिकताले पनि एकदमै सजिलै भेरिफाई भएको थियो मेरो चाहिँ, र तपाईँहरूको पनि एकदमै सजिलै भेरिफाई हुन्छ जस्तो लाग्छ मलाई पनि। सो अब तपाईँलाई पाइ नेटवर्क चाहिँ यहाँ लिएर सेल गर्नुपर्ने हुन्छ अनि तपाईँले आफ्नो ई-सेवा ब्याङ्क खातामा चाहिँ त्यो पाइ नेटवर्कलाई पैसामा कन्भर्ट गर्न सक्नुहुन्छ। सो त्यसको लागि हामी डिपोजिटमा जानुपर्ने हुन्छ अनि यहाँ चाहिँ एड फन्ड्स भनेको छ फर्स्टमा, अनि सेकेन्डमा भनेको छ आई हेभ क्रिप्टो एसेट र थर्डमा भनेको छ बाई क्रिप्टो विथ क्रेडिट डेबिट कार्ड अथवा P2P ट्रेडिङ भनेर। सो हामीलाई चाहिँ पाइ नेटवर्कलाई यो बिटगेट एपमा लिएर हामीलाई पैसामा कन्भर्ट गर्नुपर्ने छ। सो त्यसको लागि हामी डिपोजिट क्रिप्टोमा जान्छौँ है। सो डिपोजिट क्रिप्टोमा गयौँ हामी। अब यहाँ टन्नै कोइनहरू तपाईँले डिपोजिट गर्न सक्नुहुन्छ, बट हामीलाई चाहिएको छ पाइ नेटवर्क। सो हामी सर्चमा पाइ नेटवर्क हान्छौँ। यो पाइ नेटवर्क तपाईँले यो क्युआर आएको छ यहाँ, यो डिपोजिट एड्रेस पनि आएको छ, त्यो चाहिँ कपी गर्नुपर्ने हुन्छ। सो मेरो चाहिँ यस्तो टाइपको आएको छ। अब तपाईँहरूलाई डिफ्रेन्ट टाइपको डिपोजिट एड्रेस आउँछ होला। सो यो डिपोजिट एड्रेसमा चाहिँ पैसा नपठाउनु होला, यदि पठाउनु भयो भने चाहिँ मलाई आउनेछ। पाइ नेटवर्क चलाउनुको लागि चाहिँ हामीलाई VPN चाहिन्छ। सो म चाहिँ VPN ओपन गर्दैछु। अब पाइ नेटवर्क ओपन गरेर त्यसको बारेमा पनि भन्नु पऱ्यो। अब हामीले चाहिँ बिटगेटबाट चाहिँ पाइकोइन को डिपोजिट एड्रेस कपी गरेको छौँ बिटगेटमा। अब हामीलाई चाहिएको छ पाइ नेटवर्क। सो म चाहिँ पाइ नेटवर्क एप ओपन गर्छु। सो मसँग छ यहाँ रहेको छ पाइ नेटवर्क। सो यो चाहिँ वेलकम टु पाइ भन्दैछ। सो यो चाहिँ यहाँ माइन गरिदिउँ, मेरो माइन स्टप भएको रहेछ, लाइक काटिदिउँ। सो मसँग चाहिँ 83 रहेको छ है यहाँ पाइ कोइन। र यो वालेट कहाँ गयो, यहाँ पाइ युटिलिटिजमा जाने अनि वालेटमा जाने। अब यो अब म वालेट ओपन भएको छ। सो यहाँ चाहिँ मलाई मेरो प्याराफ्रेस गर्छु अनि मेरो यो यसलाई क्लोज गरिदिउँ। यो आएको छ मेरो वालेट। सो यो वालेट रहेको छ मेरो अनि देख्न सक्नुहुन्छ मेरो टोटल ब्यालेन्स देखाएको छ 77 पाइ है, 77 पाइ छ, तर मेरो एभाइलेबल ब्यालेन्स चाहिँ 0.01 छ। सो हामीले चाहिँ बिटगेटमा सेल गर्न मिलेको भनेको चाहिँ यही एभाइलेबल ब्यालेन्सको चाहिँ के भन्छ पाइकोइन हो। र मसँग चाहिँ एउटा पनि पाइकोइन एभाइलेबल छैन र त्यस कारणले मैले चाहिँ पाइकोइनलाई बिटगेटमा लगेर सेल गर्न मिल्दैन। र हामीले तपाईँलाई अघि एड होला कि डिपोजिट एड्रेस चाहिँ कपी गरेर ल्याएको थियौँ बिटगेटबाट। त्यो चाहिँ हामीले कहाँ हान्नुपर्छ भन्दाखेरि चाहिँ यो पे/रिक्वेस्टमा है, अनि यहाँ स्क्यान अर सो क्युआर कोडको अप्सन छ अनि म्यानुअली एड वालेट एड्रेस भनेर अप्सन रहेको छ, दुईवटा अप्सन छ। अनि
हामी चाहिँ अघि त्यसमा तपाईँले याद गर्नुभयो होला कि त्यो बिटगेटमा चाहिँ क्युआरको पनि अप्सन थियो। त्यो तपाईँले यहाँ स्क्यान गरेर यता स्क्यानमा आएर स्क्यान गरेर पनि डिपोजिट गर्न सक्नुहुन्छ बिटगेटमा। र म्यानुअली मैले वालेट एड्रेस कपी गरेको थिएँ। सो यो चाहिँ बिटगेट हो। सो यहाँबाट चाहिँ वालेट एड्रेस कपी गरेर हामी यो पाईमा ल्याउन सक्छौँ त्यो एड्रेस। अनि यहाँ कति एमाउन्ट, अब मसँग चाहिँ एभाइलेबल छैन। यदि तपाईँसँग 1000वटा पाइकोइन एभाइलेबल ब्यालेन्समा छ भने चाहिँ त्यति चाहिँ यो वालेट एड्रेसमा अब मेमो यो अप्सनल हो, यो लेखे पनि भयो नलेखे पनि भयो। अनि यसरी वालेट एड्रेस राखेर यो बिटगेटबाट लिएको यो वालेट एड्रेस कपी गरेर यसरी यदि तपाईँसँग एभाइलेबल ब्यालेन्समा चाहिँ टन्नै पाइकोइन छ भने चाहिँ यसरी सेल गर्न सक्नुहुन्छ, आई मिन मुभ गर्न सक्नुहुन्छ बिटगेटमा। अब यसरी सेन्ड गरेर डु यु रिकगनाइज दिस पायोनियर भनेर यहाँ यसो कन्फर्मेसनको लागि सोधेको छ। तपाईँले कन्फर्म गरिदिनुहोस्। वालेट एड्रेस एकदम सही हुनुपर्छ। अनि मैले भनेको छु यो मेरो वालेट एड्रेस हो, यो चाहिँ मेरो वालेट एड्रेस हो। यो वालेट एड्रेसमा तपाईँले पठायो भने चाहिँ मलाई आउँछ तपाईँको पाइकोइन। सो तपाईँले सेम प्रोसेस फलो गर्नुहोस्, बिटगेट इन्स्टल गर्नुहोस्, भेरिफाई गर्नुहोस्, अनि डिपोजिट क्रिप्टोमा जानुहोस्, पाइकोइन सर्च गर्नुहोस्, पाईलाई डिपोजिट गर्नुहोस् मैले देखाएँ जसरी। अनि यसरी वालेटमा आउनुपर्छ, हाम्रो पाईको वालेटमा, अनि त्यहाँपछि सेन्ड गर्नुपर्छ। सो अर्को कुरा भन्नुपर्ने चाहिँ यहाँ मेरो 77 पाई छ मसँग। यो चाहिँ मैले मुभ गर्न मिल्दैन, किन भन्दाखेरि यो एभाइलेबल ब्यालेन्समा भएको मात्र मुभ गर्नुपर्छ। यो 77 पाई के भयो भन्दाखेरि चाहिँ मेरो लकअपमा बसेको छ यो, र यो लकअपको अप्सन जुन छ यसलाई हामीले अनलक गर्न मिल्दैन, अझसम्म अनलकको अप्सन आएको छैन है। सो यो कसरी भयो भन्दाखेरि चाहिँ हामीलाई यो पाई नेटवर्कको क्रिएटरले चाहिँ एकचोटि लकअपको अप्सन ल्याएको थियो र यो हरेक युजरलाई आएको थियो। र म जस्तै अब मिलियन युजरलाई चाहिँ यसरी लकअप गर्न लगाएको थियो पाइकोइन, किनकि पाइकोइनको प्राइस धेरै नै फ्लक्चुएट हुन्छ भनेर चाहिँ त्यस्तो गरेको रहेछ। र यो लगअपमा अहिले धेरैको पैसा छ, आई मिन पाइकोइन छ, मलाई थाहा छ, तपाईँलाई पनि थाहा छ है। सो यो पाइकोइन चाहिँ अहिले हामीले बेच्न मिल्दैन। मेरो चाहिँ लगअप रहेको छ अन्टिल 2028 फेब्रुअरी 16सम्मको लागि लगअपमा रहेको छ। र त्यसपछि मात्र मैले यो 77 पाइकोइन बेच्न मिल्छ। र पाईको लेटेस्ट प्राइसको कुरा गर्नुपर्दा चाहिँ पाइकोइनको लेटेस्ट प्राइस रहेको छ $1.75। द्याट मिन्स यदि तपाईँसँग 1000 पाइकोइन छ भने चाहिँ $1750 चाहिँ तपाईँले त्यो 1000 पाइकोइनलाई बेच्न सक्नुहुन्छ। सो यही नै हो। यदि तपाईँसँग पाइकोइन रहेको थियो, तपाईँले धेरै नै पहिला माइन गरेर छोड्नु भएको थियो भने चाहिँ तपाईँहरूले फेरि फेसबुक लगइन गरेर त्यो पाई ओपन गरेर तपाईँहरूले बेच्न सक्नुहुन्छ। सो अरू त के भन्नु, अरू चाहिँ के भन्नु होइन, यति नै हो। सो ओके, सो यो रहेको छ पाइकोइन। अब पाइकोइनको अबाउटमा जाँदा चाहिँ यहाँ देख्न सक्नुहुन्छ 100 बिलियन म्याक्स सप्लाई रहेको छ र करेन्ट सप्लाई रहेको छ 6.79 बिलियन र मार्केट क्यापिटलाइजेसन रहेको छ 11 बिलियन रहेको छ। र ऱ्याङ्किङको हिसाबले पाइकोइन चाहिँ 201 नम्बरमा पर्दो रहेछ। सो यसरी चाहिँ तपाईँहरूले पाइकोइन सेल गर्न सक्नुहुन्छ। आई होप तपाईँहरूले आइडिया पाउनु भयो होला र तपाईँहरू अब पाइकोइन सेल गर्न सक्नुहुन्छ होला। र अब भन्नुपर्ने कुरा अझै पनि बाँकी छ मलाई, सरी। सो पाइकोइन तपाईँहरूले यहाँ लिएपछि चाहिँ तपाईँको यो एसेट सेक्सनमा अब आउँछ यो स्पट ब्यालेन्समा चाहिँ यहाँ डिफ्रेन्ट कोइनहरू देखाएको छ, तर त्यहाँ पाई आउँछ अनि कतिवटा पाई मुभ गर्नुभएको छ, त्यहाँ पाईको ब्यालेन्स यसरी यता साइडमा आउँछ है। सो त्यो भइहाल्यो। अब त्यो पाइकोइन सेल गर्नको लागि तपाईँहरूले यो कन्भर्टको अप्सन युज गर्न सक्नुहुन्छ। यहाँ टुल्स छ, यहाँ यो म चाहिँ यो होम पेज भयो है, एसेट पेज भयो, यो बटमको लास्टमा, बटमको फर्स्टमा होम पेज रहेको छ र यो बटमको बिचमा रहेको छ ट्रेड। र यो ट्रेडमा गएर तपाईँले टुल्समा गयो भने चाहिँ
यहाँ कपी बट कन्भर्टको अप्सन छ र यो कन्भर्ट गर्न सक्नुहुन्छ तपाईँले पाई कोइनलाई है। पाईलाई पाई भयो। अब टूमा चाहिँ युएसडिडी सो फ्रम अनि युएसडिडी है। सो तपाईँले 1000 मेरो चाहिँ यहाँ टाइप गर्न मिलेन है, मसँग ब्यालेन्स छैन त्यही भएर हो। सो यसरी तपाईँसँग कति छ त्यो पाई कोइनलाई युएसडिटीमा कन्भर्ट गर्न सक्नुहुन्छ। अनि यहाँ एसेट सेक्सनमा आउनुहोस् अनि यो पिटुपी ट्रेडको अप्सन छ यहाँ। यहाँ चाहिँ कहाँ छ भन्दाखेरि पिटुपी ट्रेडिङ अप्सन, यो पिटुपी ट्रेडिङ अप्सन चाहिँ हाम्रो डिपोजिटमा छ। यो पिटुपी ट्रेडिङमा तपाईँले युएसडिटीमा कन्भर्ट गरेपछि चाहिँ युएसडिटीको कारोबार सजिलै हुन्छ हाम्रो यो नेपालमा। अब कति छ यो डिफ्रेन्ट बायर सेलरहरू देख्न सक्नुहुन्छ यो पिटुपी सेक्सनमा है। अनि तपाईँले त्यो पाई कोइनलाई युएसडिटीमा कन्भर्ट गरेपछि यसरी सेल गर्न सक्नुहुन्छ। यहाँ टन्नै मान्छेहरूले लिइराखेको छ।